यो 4 महिनामा मैले कामै गर्न पाएको छैन साँच्चै भन्नु पर्दाखेरि। कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ, कहिले मेरो माथि प्रश्न उठाएछ, कहिले यो भएन, कहिले त्यो भएन। हरेक चोटि केही न केही भएको छ के। मैले कामै राम्रोसित गर्नु पाएको छैन। मैले नीति योजनाहरू बनाउने कति कामहरू छ जुन चाहिँ मैले गर्नुपर्नेछ। तर हरेक नागरिक मेरो ढोकामा आउँदै गर्दा ढकढक्दै गर्दाखेरि आँसु झार्दै गर्दाखेरि त्यो पनि त मेरो कर्तव्य त हो नि त। त्यसमा नि मैले त केही न केही त हेर्नु पर्यो नि त। त्यसकै लागि त भरले जिताएर पठाइदिनु भएको हामीलाई, त्यही भएर रिप्रेजेन्ट गरेर पठाउनु भएको। त्यो इज्जत पनि धान्नु छ। फेरि जेनजीको नेताले सुनेन भनेर फेरि हाम्रो सबैजना जेनेरेसनलाई धिक्कारलाई फेरि त्यो इज्जत त धान्नु पर्यो नि त। कस्तो खात्रो कस्तो खतरा नेता पठाएको छ ल हाम्रो आजकलको युवाहरूले, कस्तो खतरा मान्छे पठाएको छ त नेतामा। उनीहरूको रिप्रेजेन्टेसन कस्तो खतरा भन्ने नि एउटा सुन्योस् न। सदनमा बोल्दै गर्दाखेरि जहिले पनि तपाईँले देख्नुहुन्छ म मनबाट मात्रै बोल्छु, धेरै भूमिका बाँध्दिनँ, मन पनि पर्दैन, आउँदैन, जरुरत पनि छैन जस्तो लाग्छ मलाई। त्यहाँ मलाई काम गर्नु पठाएको, भाषण गर्नु पठाएको होइन। र मेरो काम प्रष्ट छ। जहाँ आफ्नो नागरिक दुःखमा छ त्यो ठाउँमा पुग्नुपर्छ भन्ने मेरो दायित्व, मेरो कर्तव्य हो। हरेक देशको हरेक कुनामा पुगेको छौँ, पुग्छौँ पनि। तर यो 3 तहको सरकार मिलेर गर्नुपर्ने कुराहरू आगामी दिनमा मेरो विचारमा